एकै ठाउँ गरेछ क्या है कोहरू 3 बन्दमा 5 देखाइ भन्नु न ट्याक्क भ्याउँछ त यार हुन आउँछ 5 मिनेट देखाइन लाइसक्यो देखाइन ल हावा किन हो 5 मिनेट देखाइदियो भन न अब पेन माग्नु पर्यो कि डान्स नच गराइदियो नि एउटा सोल्टी गेम हेर्न आएको सुत्यो मेसी अरे पेन लिएर आएछ त बल्ल प्लेनमा बल्ल बस्यो अब बल्ल लगभग 20-25 मिनटमा यहाँ 15 सेकेन्ड हाफ चाहिँ भ्याउँछ फर्स्ट हाफ बिचबाट हो क्या अब 5 मिनेट सेकेन्ड हाफ कुर्ने अब के भन्नु त नि अन्त बाबु दाइ तिनीहरू कुन 5 मिनेट टाइम दिइसक्यो 5 मिनेट 15 मिनेट भिडियो गराइदियो भनेको होइन त्यो त हुन्छ जे भयो नि पुमा छिरा नपाउने भयो पछि चेन्जै गर्ने भयो त्यसको विराटनगरबाट ढिलो भयो कि त्यसको म अस्ति त्यो आर्केको बैला लिन जाने बेलामा 12 बजे भनेको 4:30 बजे 4:30 बजे उडेको अर्कै यता पुरस्कार पाएका नेपाली मगरज्यूलाई अतिथिको को अनि अर्कै त स्ट्राइकर खेल्ने अर्कै स्ट्राइकर खेलिदिन्छ स्ट्राइकर खेलिदिन्छ अर्कै वहाँ सहाराबाट अगाडिबाट थियो नि हजुर यो सिजर हो र यो हो र कुदाको हो एकछिन रोक्नु म काटेर दिन्छु कहाँ हो सो एक्साइटेड अहिले हामी यहाँ भण्डारीमा चाहिँ नि यो सूर्यतारा द्वारा आयोजित यो फुटबल 11 साइड फुटबलको सेमीमा चाहिँ हामी छौँ अब आवर टिम गर्ने क्लब हैन अब सुरु हुँदैछ अपोनेन्ट एलसी ब्रदर्स एन्ड वी आर एक्साइटेड एन्ड वी डेफिनेटली विन द म्याच एन्ड वी आर expecting very good match. We'll have a good final. Thank you. बाबु दाइ कति गोल हान्नुहुन्छ आज आज हेरौँ अब एक हान्नु पर्यो नि आप्पो कोप्दिने है बाबु दाइ सकेको त दिने मनब्याप्स फाइनल स्कोर कति हुन्छ हाम्रो प्रिडिक्सन चाहिँ हेरौँ अनि लास्ट त्यो उसले भनेको साथी नै भएको पनि भेरी हुन्छ कि डोर्जे त्यो आउन मानेन रे देब्बालाई भन्यो नि देब्बा अस्ति रेसमा थाकेर नि हो केटाहरू है आज भन्नुहुन्छ All the best, guys. Yes, all the best, man. Yes. Happy Holi. Happy Holi. त्यही लिएर आइदिएको कसरी Yo. Yes. के छ फ्लाइटको कर्मचारी को मुख्य प्रायोजन तथा बन्दीपुर टेबल कार्ड प्रालीको सह प्रायोजनमा आयोजना भइरहेको एक टाइम हेर्यो शिवकार्यालयको खेल महोत्सवको मुख्य प्रबन्धकहरूमा राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल टुरिज्म बोर्ड, गण्डकी official media partners, GoNepal.com, official health partners, Share Hospital Rally, the Dutra Medical Hall.
गेम सुरु भएको 10 मिनेट भइसक्यो कस्तो त्यसै गरी हामीलाई यस खेल महोत्सव अवधिभर सुरक्षा सेवा प्रदान गरिदिनु भएकोमा इलाका प्रहरी कार्यालय डाँडाको नागलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यता हेर्न चेक के दाइ यो यस कार्यक्रमका सहप्रायोजक भक्तपुर केन्द्र प्रणालीको स्टल पनि यसै हाताभित्र रहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। बन्दीपुर केविकारको सदस्यता लिई आफ्नो परिवारको टिकटमा 25% छुटको व्यवस्था पनि रहेको सहर्ष जानकारी गराउन चाहन्छौँ। यसै क्रममा क्रिस्चियन डेरीको उत्कृष्ट उत्पादन नोवा आइसक्रिमको स्टल पनि यहीँ रहेको जानकारी पनि गराउन चाहन्छौँ। खेल महोत्सवका अन्य विधाहरूमा सिलिङ गर्न दे राष्ट्रिय महिला दौडतान प्रतियोगिता र स्नो स्कुटर 19 रेस प्रतियोगिता रहेको छ र यी दुईटा गेमको अन्तिम 3 बट्टा समय आज बेलुका 5 बजीसम्म रहेको पनि कुरा जानकारी गराउन चाहन्छु। 5 औडा दिएको है भन्दा पुस्ता हानीले सर्ट नहानेको है त्यो साइडबाट हान्न कस्तो सेकेन्ड बार हानेको के है मिठा हानेको त्यो नेमाले झन् त्यसलाई पास दिइरहेको है सचिन त्यहाँ किन पर्नु पर्यो डबल त्यही बार बस्छ डबल यार अन्तिम चौथाइ खेल हाल सञ्चालन भइरहेको छ र यहाँ हेर्नु पर्छ त डबल बार बस्यो कि त बत्ती भन्नु पर्दैन सचिन किन पर्नु पर्दैन त डबल गर्दा बस हालसम्म दुवै टिम गोल गर्न प्रयास अब आखा यता पछि गरेको युसली भर्नु गाह्रै छ नबोलेको कि नरेन के भाषा बुझ्नु यी क्रस गर त कस्तो आयो यहाँ आयो कस्तो बल पुरे बस्छ भनेको भित्र हाल्छ कि कति डाइट गरी हानेको भन्न दाइ त बल नकुर्ने भन्नु न बल कुर्यो के फाल्दे अफ साइड यार नाइस अफ साइड नदिएको यार अफ थिएन थिएन बाबुलाई पछाडि बाबुलाई पछाडि त्यताबाट देखिन्न है हामीले उताबाट देखिन्छ छेउबाट यहाँ यहाँ खाली छोड त यहाँ खाली छोड भन्नु यहाँ हेर्नु त तु बोल्नु पर्यो ए दुईजना खाली भयो कि धनेको झार्नु भन्दा त यता बिहान हेर्नु यार त्योहरूलाई त दुईटा खाली भयो त्योहरूलाई त कस्तो देखेको रे यहाँ राजकुमार दाइलाई हैन हेडिङ हान्नु न दे जा काउन्टर कस्तो स्लो होला हाल्न खुट्टा यस्तोसँग छकिन्छ यार लाइभ हो
रेकर्ड हो न साइडको बासे ल्याएर अफ गेला अफ गेला मात्रै नाले यो थाक्यो ओइ ठिक छ नि त यो थाकिसक्यो यो थाक्यो अब हन्ते दाइ थाक्छ हन्ते दाइ त हाफ टाइमसम्म चाहिँ दामी हो क्या हन्ते दाइ एक हाफ चाहिँ दामी खेल्ने सेकेन्ड हाफ चाहिँ थाकेर फ्याँक हाल्न लागेन खुट्टा बाबु किपर बाबु त अगाडिको बल कहाँ छेकेर हुन्छ बत्ती जान पर्ने हो कि भित्र थियो नि त बत्ती आउँछ भनेर हो कि धन्यवाद काम नल्याइने राखेर हुन्छ त बल एकछिन पाइयो कि होइन बलै अनि यो अफसाइड हो धनी पछाडि थिएन र अब थिएन धनी पछाडि थियो नि त त्यो गरेर कोही ह्यान्डबल दियो कि निक्रो मात्रै लाट्यो कि सुसान्ने उल्टाएको थियो ह्यान्डबल राख बल राख्नु केटा हेर्न बन्ठाएर सजिलो बिगार्छ सजिँदै त हरा पास पनि हेरौँ पास मात्रै बल पाखा तिनीहरूलाई पास दिएको कि कति त ए कति ढिलो कति ढिलो पास जान सपोर्ट खै त्यो चाहिँ राम्रो खेल्दो रहेछ है खालि त्यसलाई मात्रै खेल्ने कि पास खाले त्यस्तो बल मन पर्दैन यसलाई दियो हुन्छ त पास प्रस्टै गर्दैन योर फ्रेन्ड यो रहेछ नि योङ दाइ यो खेल्दो रहेछ हिजो योङ पनि योङ होला त अहिले कराउनु पर्यो पछाडिबाट हो यस्तै गरौँ अरू 10-15 मिनट जाओस् त जान्छ दुर्जे नाच नाच्के उताको चिने उताको छेउको भानिज विशाल Come on, dance. Avec des millions de Facebook. Dance, Come on, dance. I pay. Yes. Pay how much? Dance no bro man. Look there. Give me this one first. Give me this one. Go and dance. Go bro, go. You can do it. I'm good. Dale. डाले के ढल्यो यिनीहरू गीत गाउँदा यो गीतमा यिनीहरू हान्ने What's up? Happy Holi everyone. अर्को गोल बु आउँदै छ अर्को गोल पनि निकाल्नु पर्यो अब अनुपले खिचेको गोलाइहाल्छ जुम हान्न त मिल्दैन होला यसलाई रेकर्ड बन्द ड्रिबल या
कालेले फाल्दो रहेछ कि बोल त भरि फाल्दो रहेछ उसबाट कुन देशका हुन् यिनीहरू अफ्रिका हुन् के रे अफ्रिका त कन्टिनेन्ट होला त्यहाँभित्र नै होला नि त नाइजेरिया Shoot! Shoot! Whoa, try! किपरलाई छोडिदियो भन्दा भयो किपर बिहानी बस्नु आउट उसमा त भइहाल्छ नि उसमा स्टेडियममा नि यताउति कति हुन्छ नि हामी त लाइन बाहिर छौँ नि आधिकारिक छौँ नि हामी इच्छा हुन्छ लाइनभित्रबाट एउटा कुरा हेर्न जसले बल ल्याएको थियो उनले भेटिसक्यो बाँकी थाहा 5 नम्बरले बल ल्याएको थियो भेटिसक्यो त्यो हरिफ रहेछ के यो काले बीज भनामन भयो यहाँ देखि थाहा पाइन के भयो दुईटा काले बीज भनामन भयो होइन दुईटा काले अपोनेन्टहरू दुईटा काले हानाहान गरे अनि छुटाउन जाने तेस्रो काले तिनीहरू साथी हुन् कि उस्तै गरी भने एउटा टिम माथि होला कालेलाई कहाँ छकाउन निकेश्वरीमा कस्तो पिसाब लाग्यो भने ओ कालेलाई दियो नि बास्नी ऊ कालेले पायो धेरै हो भन्ने लाग्छ 18 नम्बर यसले त्यस्तो मेहनत नगर्दो रहेछ कि बल पाए स्किलहरू त राम्रो रहेछ फिजिक हात पनि राम्रो रहेछ लास्ट चाहिँ होइन नरहेछ कि त्यो यो गाले चाहिँ कामै के हो त हैन त्यसले धेरै उस गर्यो भने अनि त्यो आफैलाई प्रेसर गर्नु धन्यवाद अहिले भयो हातमा पर्दा म यहाँ बल खेल्न पास एकुरेसी धन्यवादको दामी रहेछ ब्रदर लोकल गेमहरुमा त फर्मेसन हुन्छ नि उसमा त्यस्तो त बनाउँदैन होला है त हाँडा खेलियो हाँडा खेल भन्ने मात्र होला यार हैन ट्याक्टिस ट्याक्टिस त हाँडा खेलियो फर्मेसन त फेरि फर्मेसन त हुन्छ ट्याक्टिस मार्दिन त रौडा ग्यारेर हेर्न मान्छे आछन् लिएर भन्दा त्यो किपर त बिग्रो के पत्ती त यो त अनि अन्डर 18 मा परेको मान्छे हो त अनि सर्ट ट्रेनिङ छ नि यसलाई कसरी टाइम पास गर्न पर्छ कसरी युज हुन पर्छ किपिङ नि राम्रो रहेछ वाओ दामी
कालेलाई दे कालेलाई तिमीले वही किन भने कालेले दमदार रहन्छ सो म त बोलेको के काले बोलेको हो कि यही हो हामी त भन्दाखेरि गेमले हो त्यही कालेले गोल हाने तर यो मेहनत चाहिँ नगर्ने रहेछ काले होइन ठाउँमा बासिँदैन नि त पेसिङ हानिरहेको रहेछ फ्रेममै हालिदिने कालेले कोही बाहिर हालिदिने फ्री रहेछन् कि दुईजना त्यो 5 नम्बरै लास्ट फास्ट रहेछ त्यो क्याप्टेन यार अलि इन्जिरो पुनि के कति टाइम काला बनायो काला 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 वाह कालाले दामी काला 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 ओए दामी ड्रिबल हाने यार फल तान्दियो येल्लो दियो सही तान्दियो के त्यसले पछाडीबाट तान्दियो नि एकचोटि चाहिँ रनिङ चाहिँ लिन पर्ने हो के पेसवालाई कसले त्यो के हाम्रो टिमको त्यो कालाले यसले अलिक पेस चाहिँ नहुँदो रहेछ ड्रिबल त राम्रो रहेछ फेमा नि हान्दो रहेछ पेस चाहिँ नरहेछ चुक्क फालिदिएको के त्यहाँ फेममा ल किपरको भन्दा चुक्क फालिदिन्छ यो कालेलाई रे यही हेर्नै पोस्टमै वाउ काला 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 कालाले भयो कालाले काला ड्रिबल यस राम्रो कटे भयो त यता लेट रहेछ फाल्न पास केटा हो के खेलेको तिम्रो छ रिसिङ हान्न पर्ने गर्नु यार हानेकै हो हान्नु त होइन यता पास दिएको कालालाई खेलाडी परिवर्तन भएको छ कस्तो आफूले हान्न पर्ने बोल यार युनाइटेडको तर्फबाट खेलाडी परिवर्तन भएको छ र मैदान प्रवेश गर्ने खेलाडी जर्सी नम्बर 29 का आशिष सन्त्याल र मैदानबाट बाहिरिने खेलाडी जर्सी नम्बर 17 का सुजन गुरुङ काले त अगाडि गर्छ को काले अगाडि यस प्रतियोगिताको 8औं खेल तथा अन्तिम खेलको दोस्रो हाफको अतिरिक्त समय 4 मिनट थप गरिएको छ हालसम्मको स्कोर गन्नी एफसी 1 एफसी ब्रदर्स 5 रन ओए काला काला गाना वाह
हाम्रो खाले हो फेरि उताकै तिम्रो कालेले छुट्टाएको के दिवसमा भन्दा हामी त अर्काको देश काम भन्दैन आफ्नै भाषामा बुझाउनु पर्यो नि नेपालीले त कहस बुझाउने यिनीहरूलाई एउटाले अर्कोले नि त्यसको भाषै त्यही भनेला अनि अर्कोले बुझाउँदा एक्सप्रेसनले बुझेला कि दुईटैले त्यही भनेको हो बेला बेला यता क्यामेरा त तेर्साइ होला कि हाम्रो सियोर हो के सियोर हो चला भनेको फेरि सुत्दिँदो रहेछ बत्ती एक लड त धन्नु धकल्ने रहेछ ए येल्लो पायो सुत्दियो ऊ त ऊ अझै सुत्दियो आफैलाई घाटा ला नि त टाइम ए मेडिकल यो सबै फेरि हाल्दै गयो त्यो हान्ने गरेको यता खेलेको मान्छे डिफेन्स खेलेको मान्छे हान्ने उयो कि यो 6 नम्बर ऋषि उड्यो होला नि सबैले उडाएको खाला ठीक हो नि भाइ पैसा हुन्छ जतिकै भएन अब 2 लाख पुगिहाल्छ नि पहिले डिपोजिट उठाएको हुन्छन् कति 4000 प्लस 500 भने जस्तो टाइपको प्लस 500 चाहिँ कार्डको पहिले लिएको कतिवटा कार्ड ओ लभली भाष यार त्यो बेला फाल्दिएको यार यसले लास्ट होला लास्ट एकचोटि भन छुट्टै पऱ्यो नि अब उस्तै पऱ्यो गोल खान्छन् कि हेरै काउन्टरमा गोल खान्छन् कि पऱ्यो बल त भेट्टाएको है तर कुशल भयो गेम भन्ने फाइनल पुग्यो जाम अब त जान पाइगला नि मजा आयो के भयो जितेको देखेन हौ बाघले खायो भने हेलमेट चाहियो हिँड्दिए हेलमेट छैन केही छ भन्न के अरे
कालेको विश्वास नहुँदो रहेछ आफैले धकाल्न जाँदो रहेछन् के केही छ म केही भन्न छैन जी भाइ के छ विजेता हुनुहुने गन्ने व्यक्तिलाई अब हामी त फाइनलको दिन शनिबार आउने भइयो रसी ब्रदर्स युनाइटेड क्लबलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ उहाँले पुनः फेरि आगामी कार्यक्रमहरूमा सहयोग गरिनेछ र भोलि हाम्रो राष्ट्रिय डोरी तान महिला डोरी तान कार्यक्रम रहने यहाँलाई जानकारी गराउँदै हामी फाइनलमा अब अल थ्याङ्क्स टु दोर्जे नाइस ह्याट्रिक गोल्डन बुट सब लान्छ नि अब मेरो लागि छुट्टै एउटा किने ल्याइदिनु हामीले मायाको चिनो बनाइदिन्छौँ अब हाम्रो ओपनमा को खेल्ने हो 11 जितेपछि अब फुटसल